यति बेला हामी झापाको चन्द्रगढीमा रहेका छौँ। झापा क्षेत्र नम्बर 3 मा प्रकाश पाठकको जित भइसके पछाडि भित्र प्रकाश पाठकले प्रमाणपत्र लिँदै हुनुहुन्छ भने बाहिर समर्थकहरूको बाक्लो भिड लागेको यहाँ देख्न सक्नुहुन्छ। यति बेला हामी झापाको चन्द्रगढी स्थित झापाको 3 नम्बर क्षेत्रमा रहेका छौँ। झापाको 3 नम्बर क्षेत्रमा प्रकाश पाठकको जित भइसके पछाडिको यहाँको दृश्य हामीले तपाईहरूलाई देखाइरहेका छौँ। अत्यन्तै समर्थकहरू उत्साहित रहेका छन्। प्रकाश पाठक भित्र ग्रहण गर्दै हुनुहुन्छ, आफ्नो विजेताको प्रमाणपत्र ग्रहण गर्दै हुनुहुन्छ भने बाहिर समर्थकको बाक्लो भिड लागेको छ। अब केही बेरमै भित्रबाट आउनुहुनेछ। यति बेला हामी झापाको चन्द्रगढीमा रहेका छौँ। रासोपाका प्रकाश पाठकले यहाँको निर्वाचन जितिसके यहाँका प्रतिनिधिहरू अत्यन्तै उत्साहित देखिनुहुन्छ। हामी यहाँलाई प्रत्यक्ष रूपमा देखिरहेका छौँ। यति बेला हामी झापाको चन्द्रगढी स्थित 3 नम्बर क्षेत्रको मतगणना स्थलबाट यो प्रत्यक्ष देखाइरहेका छौँ। प्रकाश पाठकले जित सुनिश्चित गरिसके पछाडि उहाँलाई यति बेला प्रमाणपत्र वितरण भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको जित सुनिश्चित भइसके पछाडि अब केही बेरमै प्रमाणपत्र उहाँलाई वितरण हुनेछ। बाहिर मतगणना स्थल बाहिर यति बेला फोटो सेसन भइरहेको छ भने प्रमाणपत्र तयारी भइसकेकै छ। प्रमाणपत्र प्राप्त गरिसक्ने बित्तिकै उहाँलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई प्रमाणपत्र वितरण गर्नेछ। बाहिर उहाँका समर्थकहरूले फोटो सेसन कार्यक्रमहरू चल्नेछ। झापाको 5वटा क्षेत्रमा नै राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व देख्न सकिन्छ। 3 नम्बर क्षेत्रमा घोषणा भइसकेको अवस्था छ भने अन्य क्षेत्रमा पनि घोषणाको अन्तिम चरणमा हामी बुझ्न सक्छौँ। झापा क्षेत्र नम्बर 5लाई सबैभन्दा देशकै प्रमुख चासोको रूपमा हेरिएको थियो। त्यहाँ पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि परिसक्नु भएको छ। अब सम्पूर्ण बाँकी गर्न रहेका सम्पूर्ण मतहरू जोड्दाखेरि पनि उहाँले केही शुभेच्छाहरू राख्दै हुनुहुन्छ। तपाईँहरू सामु उहाँका शुभेच्छा जस्ताको तस्तै यो चाहिँ निर्वाचन अधिकृतको कार्यालयभित्रैबाट प्रत्यक्ष प्रसारण मार्फत जोडेर हामी तपाईँहरूलाई देखाइरहेका छौँ। प्रकाश सर नमस्कार। हस्, धन्यवाद। यो विजयको सङ्घार हामी लगभग विजयी भइसकेका छौँ। यो जनताले दिएको तपाईँप्रतिको माया होइन, र तपाईँले जनतालाई केही शुभेच्छाका शब्दहरू
राखिदिनुहोस्। सम्पूर्ण झापा क्षेत्र नम्बर 3 वासी आम मतदाताहरूमा चाहिँ सबैलाई नमस्कार। तपाईँहरूको जित भएको छ। हामीले जुन अपेक्षा र आशा राखेर विगत लामो समयदेखि त्यो परिवर्तनको एउटा समय कुरिरहेका थियौँ, त्यो कुराई चाहिँ यसपटकको फागुन 21 गतिको निर्वाचनले पुरा गरिसकेको छ र अब तपाईँहरूको अपेक्षा बमोजिम, तपाईँहरूले गरेको चाहना बमोजिम हामी तपाईँहरूको सङ्कल्प पुरा गर्नका लागि जुन किसिमले अगाडि बढ्नुपर्ने हो त्यसमा इमानका साथ अगाडि बढ्छौँ। अहिलेलाई मैले यति नै भने। झापा 1 मा निशा डाँगीको लगभग जित उन्मुख हुनुहुन्छ भने झापा 2 बाट पूर्व उपसभामुख इन्दिरा राणा पनि जितको अन्तिम चरणमा हुनुहुन्छ। उहाँले पूर्व सभामुख देवराज घिमिरेलाई पछि पार्दै जित सुनिश्चित गर्नुभएको भने झापा 3 मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पछि पार्दै प्रकाश पाठकले जित सुनिश्चित गरिसक्नु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उहाँलाई प्रमाणपत्र दिने कार्यक्रम केही बेरमै हुनेछ। बाहिरपट्टि समर्थकहरूको बाक्लो भिड रहेको छ भने हामी यति बेला तपाईँहरूलाई झापाको सदरमुकाम चन्द्रगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यहाँलाई देखाइरहेका छौँ। यो दृश्य नेपालमा अहिलेसम्मको इतिहासमा घटना भयो 2/3 सरकारले राष्ट्रसभाको बन्ने तपाईँहरू कहाँबाट हेरिरहनु भएको छ यति बेला कमेन्ट गर्न सक्नुहुनेछ। देशभरि नै राष्ट्रपाको सजिलो बहुमतको सरकार बन्ने स्थिति छ भने सम्भवतः 2/3 नै पनि आउन सक्ने स्थिति देख्न सकिन्छ। झापा 4 मा राष्ट्रपाका शम्भु सुस्केराको पनि जित लगभग निश्चित उन्मुख अघि बढिरहेको छ। यति बेला झापाको चन्द्रगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हामी रहेका छौँ। यहाँलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यहाँले आफू कहाँबाट हेरिराख्नु भएको छ कमेन्ट गर्न सक्नुहुनेछ। किन ट्रान्सफर ढिलो भएको छ? ओके झापा मोरङ यति बेला नेपाली काङ्ग्रेसका उम्मेद्वार राजेन्द्र घिमिरे हुनुहुन्छ। उहाँले विजेता प्रकाश पाठकलाई बधाई दिनु भएको छ। यो सौहार्दपूर्ण वातावरण उहाँहरूले एकले अर्कालाई देखाउनु भएको यो आत्मीयतालाई उच्च प्रशंसा गर्न सकिन्छ। यति बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै यहाँहरूलाई प्रत्यक्ष रूपमा एकदमै दाइको चाहिँ यो उम्मेदवारले म पनि दल्दै एउटा चलन के छ भने उम्मेदवारहरू
पराजित भइसकेपछि निर्वाचन परिणाम जाँदै नजाने चलन थियो। ठ्याक्क आज तपाईँ पराजय हुँदा हुँदै पनि प्रकाशजीलाई बधाई दिन यहाँ आउनुभयो। अब तपाईँको यात्रा प्रकाशजीसँग कसरी जान्छ? मेरो सौहार्द रूपले जान्छ। लोकतन्त्रमा निर्वाचन प्रणालीबाट निर्वाचित पदाधिकारीलाई स्वीकार गर्नुपर्छ कि त लोकतन्त्र मान्दिन भन्नुपर्छ। उहाँले निर्वाचनमा नागरिकको मत लिन सफल हुनुभयो। त्यसले गर्दा म नेपाली कांग्रेसको सदस्यको हिसाबले र मैले लामो पञ्चायत कालदेखि आएको जुन अभियान छ, हामीले जहिले पनि पद्धतिलाई मानेका छौँ, व्यक्ति होइन पद्धति हो। पद्धतिले उहाँलाई निर्वाचित गरेको छ, हामीलाई दोस्रो तेस्रो बनाएर राखेको छ। त्यो जनमतलाई हामी मान्छौँ र उहाँले लोकतन्त्र पद्धतिको रक्षाको लागि गरेका हरेक गतिविधिमा अगर हामीसँग सहकार्य गर्नुभयो भने म चाहिँ सैदेव्य छु। जहाँ नागरिकको हक र हित सुरक्षित रहन्छ, जहाँ सबै नागरिकको सम्मान हुन्छ, त्यसमा हाम्रो सैदेव्य एकसाथ हुन्छ। त्यसमा भिन्न मात्रै रहँदैन र एकदम मुरी फेरि उहाँसँग मैले सुरु दिन क्याम्पेनिङमा पनि मैले लगभग सबै उम्मेदवारसँग यसरी नै गरिरहेको छु। स्टार्ट दिन पनि हामी सँगै थियौँ, आज अन्तिम दिन पनि म सँगै छु र उहाँलाई कहिले यो आवाज हुन दिन्न दाइ मसँग केही छ कि भन्ने चाहिँ म हुन दिन्न। किनभने मैले यही सिकेँ होइन। अब योदेखि बाहिर मैले सोच्नु पनि त्यो गलत हुन्छ, यति स्वीकार्नु पनि पर्छ। लोकतन्त्रमा हार्दा चाहिँ स्वीकारेन, गलत भयो यो भयो भन्ने, जित्दा चाहिँ मैले जितेको सबै ठिक हो भन्ने त मिलेन नि। सबै कुरो मान्नुपर्छ मेरो हो। ल धन्यवाद। ल बहिनीहरू सबैलाई म चाहिँ यहाँको नगर सभापति भद्रपुर। कति मतले जित्नु भएको छ भनेर अहिले यहाँ माइकिङ हुँदैछ। अलिक सानो आयो। 8 बजेदेखि मतगणना भइरहँदैन पहिलो निर्वाचित हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन परिणाम घोषणा गर्न झापा जिल्ला अदालतका प्रमुख मान्य न्यायाधीश तथा यस झापा जिल्लाको मुख्य निर्वाचन अधिकृत श्री उमेश प्रसाद लुइटेलज्यूलाई निर्वाचन परिणामको घोषणा गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणामको घोषणा गर्न गइरहेको छु। कृपया शान्तपूर्वक सुनिदिनु हुन अनुरोध गर्दछु। झापा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्य पदको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतगणना कार्य समाप्त भएको र सो मतगणना अनुसार जम्मा खसेको सदर मतमध्ये देहायका उम्मेद्वारले देहाय बमोजिम मत प्राप्त गरेकोले यो निर्वाचन परिणाम प्रकाशन गरिएको छ। क्रम संख्या 1 उम्मेद्वारको नाम हरिबहादुर राजवंशी, राजनीति दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी, निर्वाचन चिन्ह सूर्य, प्राप्त सदर मत संख्या 7492। 2 राजेन्द्र कुमार घिमिरे, नेपाली कांग्रेस रु 8179। 3 दिल्लीराम घिमिरे, नेपाली कम्युनिस्ट पार्टी 5 तारा 1450। प्रकाश पाठक, राष्ट्रिय स्वतंत्र पार्टी घंटी 38,674। राजेंद्र प्रसाद लिंगे, राष्ट्रीय प्रजातंत्र पार्टी हलो 17,294। कर्णलाल राजवंशी, जनता समाजवादी पार्टी नेपाल धनगीको छाता 48। हरसलाल राजवंशी, जनमत पार्टी लाउड स्पीकर 354। धर्मलक्ष्मी दुवाल लघु, नेपाल मजदूर किसान पार्टी मादल 10। याम कुमार श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले 380। चंद्रकला सावा, संघीय लोकतांत्रिक राष्ट्रीय मंच दाम सहितको खुकुरी 33।
जयन मगर नेशनल रिपब्लिक नेपाल उडिरहेको माउरी 38, दीपक तिमसिना सम संस्कृति पार्टी अजुलीमा रहेको बाटो 7339, सन्तोष कटवाल नेपाल कम्युनिस्ट पार्टी माओवादी गोलो घेराभित्र 2 पात भएको गुलाबको फुल 76, श्यामकृष्ण पाठक उज्यालो नेपाल पार्टी बलिरहेको बिजुलीको चिम 388, विनिता कुमारी राजवंशी जनता समाजवादी पार्टी चकिया जाटो 126, अभय राजवंशी स्वतन्त्र आप 531, मान प्रकाश संग्रौला स्वतन्त्र सारंगी 74। उपयुक्त मत परिणाम अनुसार कुल सदर मत मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने घण्टी निर्वाचन चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक दलका उम्मेद्वार श्री प्रकाश पाठक प्रतिनिधि सभा सदस्य पदमा विजयी भएको घोषणा गर्दछु। मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेल। म निर्वाचित श्री प्रकाश पाठकज्यूलाई प्रमाण पत्र ग्रहण गर्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्राङ्गणमा उपस्थित भइदिनु हुन आग्रह गर्दछु। धन्यवाद। प्रकाश पाठकले ठुलो मतान्तरले विजय गर्नुभएको छ। झापा क्षेत्र नम्बर 3 मा ठुलो मतान्तरले प्रकाश पाठकले विजय प्राप्त गर्नु भएको छ। मेरा हेर्नु न प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना निर्देशिका 2082 को दफा 56 को उपदफा 1 सम्बन्धित निर्वाचन आयोग निर्वाचन आयोगको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 3 झापा जिल्ला प्रमाणपत्र झापा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्य पदको लागि सम्बन्ध 82 फागुन महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईँ श्री प्रकाश पाठकले सबभन्दा बढी मत सदर गरी प्राप्त गर्नुभएकोले तपाईँ झापा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। दस्तखत नाम उमेश प्रसाद लुइटेल, निर्वाचन मुख्य निर्वाचन अधिकारी। सफल कार्यकालको शुभकामना सर एकछिन राष्ट्रको नाम राखिदिनुहोस्।
यता यता जसले यता फर्कनु भएन हौ अलि यता अगाडि आउनु हुन्छ सर अब फेरि पनि अलिक बधाई आफ्नो चाहिँ कार्यकालको सफलतापूर्वक सम्पन्न गर्नु होला सुशासन र समृद्धिको लागि काम गर्नु होला यही नै तपाईँलाई हार्दिक मङ्गलमय शुभकामना हुन्छ सरहरूले पनि यो विशेष परिस्थितिमा यो महत्त्वपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि अहोरात्र खटेर जुन भूमिका निर्वाह गर्नुभयो तपाईँहरूको सिङ्गो टिम र सुरक्षा निकाय र यो सम्पूर्ण निर्वाचन प्रक्रियामा खटिनुहुने सम्पूर्ण कर्मचारी साथीहरू र सुरक्षाकर्मी साथीहरू लगायत सबैलाई झापा जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रमा कुनै पनि एउटा पनि सामान्य घटना समाप्त नभइकन निर्वाचन सम्पन्न गर्नका लागि जुन किसिमको भूमिका तपाईँहरूले खेलिदिनुभयो त्यसका लागि विशेष आभार व्यक्त गर्छु। अब तपाईँ देशको मिटिङमा बस्ने तपाईँलाई बधाई छ सबैलाई तपाईँहरू सफल हो यो अप्रत्याशित जित एकछिन अरे एकछिन एकछिन रेकर्ड गर्नु दर्शकहरूलाई नमस्कार। देशमा आज यस झापा क्षेत्र नम्बर 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार जो प्रकाश पाठक उठ्नु भएको थियो उहाँले अत्याधिक मतले विजय गर्नु भएको छ र उहाँलाई विजयको घोषणा गरिवरी उहाँले प्रमाणपत्र पनि पाइसक्नु भएको छ र बाहिर कार्यकर्ताहरूको एकदम उत्साहित देखिरहेको छैन। उहाँको केही कुरा आम यहाँ क्षेत्र 3 नम्बर क्षेत्रका वासीलाई उहाँको केही एउटा धन्यवाद शब्द हामी लिन गइरहेका छौँ। धन्यवाद छ तपाईँलाई। यो 3 नम्बर क्षेत्रमा तपाईँले अत्याधिक मतले निर्वाचन जित्नु भएको छ। यसमा तपाईँमा अहोरात्र खटिने तपाईँका कार्यकर्ताहरूको या तपाईँका साथी सङ्घको कसको के भूमिका रहेको थियो भनिदिनुहोस् न। अब यो निर्वाचन विशिष्ट परिस्थितिमा तोकिएको निर्वाचन थियो र जेनजी विद्रोह पछाडि जुन हिसाबले चाहिँ फागुन 21 गते निर्वाचन तोकिए पछाडि हाम्रो सिङ्गो पार्टीको संयन्त्र क्षेत्रदेखि वडा तहसम्मका साथीहरूले चाहिँ यो निर्वाचन प्रयोजनका लागि हामी मिसन 84 भनेर हिँडिरहेका थियौँ र त्यो 84 भन्दा अगाडि निर्वाचन आइसकेपछि हाम्रा सम्पूर्ण पार्टी पङ्क्तिहरू जुन हिसाबले परिचालन भएको थियो र त्यो परिचालन भएको हिसाबले जुन मेहनत हामीले गर्यौँ त्यसको नतिजा अहिले प्राप्त गरेका छौँ र मुख्य रूपमा आम नागरिक झापा क्षेत्र नम्बर 3 वासी मतदाताहरूले जुन किसिमले परिवर्तनको चाहना
अभिलाषा त्यो उहाँहरूमा प्रकट हुनुपर्ने अवस्था सिर्जना भएको थियो र त्यो प्रकट गर्ने माध्यम पनि अहिलेको निर्वाचनले उहाँहरूले लिनुभएको छ र आम मतदाताहरूले जुन अपेक्षा आशा र भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वयं ममाथि पनि गर्नुभएको छ त्यसलाई चाहिँ अबका दिनमा हामीले कसरी चाहिँ न्याय दिन सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले भोलिका दिनमा हाम्रो पाइलाहरू अगाडि बढ्छन् भन्ने कुरा मेरो हस् धन्यवाद भिडियो लिँदै हुन्छ भरे लाइभ हो भिडियो यति बेला क्षेत्र नम्बर 3 बाट प्रकाश पाठक निर्वाचित भइसके पछाडिको यो दृश्य हो यहाँलाई देखाइरहेका छौँ। यति बेला हामी झापाको चन्द्रगढीमा रहेका छौँ। झापा क्षेत्र नम्बर 3 बाट प्रकाश पाठकले जित सुनिश्चित गरिसक्नु भए पछाडिको गर्नका लागि एउटा सानो मञ्चमा ल्याउनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। त्यो लाइनमा थोरै छोडिदिनु होला। यो देशको जित भएको छ। आजसम्म दलहरूले जित्दै आएको यो देशमा
आजबाट मेचीदेखि महाकाली नै सम्म नै नीलो झण्डा गाडिएको छ। यो नीलो झण्डाले त्यो 9 रङको चन्द्र सूर्य अङ्कित झण्डालाई अब सँगै लिएर हिँड्नेछ। यो देश बचाउनेछ। अब सबैलाई सर्वप्रथम त ती जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने वीर शहीदहरूप्रति हामी हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ। त्यस पछाडि बनिएको सरकार, त्यस पछाडिको सरकारमा गर्नुहुने भूमिका हामी एकमुष्ट रूपमा हामी सुशीला आमालाई दिन चाहन्छौँ। सुशीला आमाकी होस्। त्यस पछाडि निरन्तर रूपमा यो देशमा जङ्गी विद्रोहलाई संस्थागत गर्नको लागि त्यसबाट स्पष्ट रूपमा चाहिँ हामीले चाहिँ सही नतिजा सुशासन कायम गर्नका लागि अहोरात्र खटिने सुरक्षाकर्मी लगायत सम्पूर्ण मेची कालीका आम देशवासीहरूमा हामी हार्दिक नमन गर्न चाहन्छौँ। यो सबैको एकमुष्ट शुभकामनाका साथमा अब आउँदै हुनुहुन्छ झापा निर्वाचन क्षेत्रबाट अत्याधिक बहुमतले विजय गरेर आउनुहुने प्रतिनिधि सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएर प्रतिनिधि सभा जित्नुहुने र यो देशमा यो देशको चाहिँ 275 सांसदहरूमध्ये एक सांसद भएर आउनुहुने प्रकाश पाठकजीलाई फेरि पनि मन्त्री पनि बन्नेछ र यो देश पनि बन्नेछ। झापा क्षेत्र नम्बर 3 पनि बन्नेछ। अबको समय प्रकाश पाठकजीलाई राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। धन्यवाद पुरुष उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। जयगन्तो। यो विषम परिस्थितिमा सुशीला कार्की नेतृत्वको सरकारले तोकिएकै समयभित्र निर्वाचन सम्पन्न गरेर निम्नलिखित सत्ता हस्तान्तरणको एउटा सहज प्रक्रिया सम्पन्न गरेको छ। त्यसका लागि सुशीला कार्की नेतृत्वको सरकारलाई विशेष आभार व्यक्त गर्न चाहन्छौँ। सहज थिएन यो निर्वाचन। अनेकौं चर्चा परिचर्चाका बीच हामीले फागुन 21 गतिको निर्वाचन सम्पन्न गरेर नतिजा हात पारिसकेका छौँ। यो निर्वाचनलाई सफल बनाउनका लागि समग्र झापा जिल्लामा भूमिका खेल्नुहुने सम्पूर्ण सुरक्षा निकाय कर्मचारी र निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र यो निर्वाचन हाम्रो लागि विशेष र महत्त्वपूर्ण निर्वाचन थियो। हामी आम नेपाली नागरिकको अवस्था बदल्ने सङ्कल्पका साथ यो निर्वाचनमा हुनेका थियौँ। हामीले पटक पटक विभिन्न पात्र प्रवृत्ति र नेतृत्वलाई परीक्षण गरेर यो मुलुकको त्यो स्थानमा अथवा संसदीय भूमिकासम्म पुर्याएका थियौँ। तर नागरिकको अवस्था आजसम्म हिजो जुन अवस्थामा थियो त्योभन्दा माथि उठ्न सकेको छैन र हामीले त्यसलाई सुधार गर्नका लागि केही सीमित बाचा सहित निर्वाचनमा मतदाताको घर घरसम्म पुगेका थियौँ। त्यसलाई आम झापाका 5वटा निर्वाचन क्षेत्रबाट अनुमोदित भएको छ। त्यसका लागि तपाईँ सम्पूर्णलाई बधाई दिन चाहन्छौँ। हामी विजित प्रकाश पाठकको जित होइन, यो सम्पूर्ण झापाली क्षेत्र नम्बर 3 वासी मतदाताहरूको जित हो। हिजोसम्म तपाईँको एउटा सहयात्री बनेर निर्वाचनमा घन्टी चुनाव चिन्ह लिएर अगाडि बढेको प्रकाश पाठक आजका दिनदेखि यो 3 नम्बर क्षेत्रको सांसद बन्नुभयो। हिजो तपाईँले सहयोग गर्नुभयो, भोलिका दिनमा तपाईँले निमाथि खबरदारी गर्नका लागि के भूमिका खेल्नुपर्छ। एउटा सशक्त आजको मतदाता र तपाईँ सम्पूर्ण क्षेत्र नम्बर 3 वासी आम मतदाता मेरा लागि प्रतिपक्षीको भूमिकामा बस्नु होला र हामी संसदमा सरकारमा र पार्टीभित्र पार्टी बाहिर पनि केन्द्रमा गएर त्यो सशक्त भूमिका निर्वाह गर्नका लागि प्रकाश पाठकको खुट्टा काँदैन। भोलिका दिनमा त्यो एउटा भूमिका निर्वाह अहिलेको निर्वाचन परिणामले प्रतिपक्षी कमजोर बनिएको अवस्थामा त्यो कमजोरीको महसुस नहुने गरी प्रकाश पाठक संसदमा उठ्नुहुन्छ। चाहे त्यो पार्टीले गलत क्रियाकलाप गरोस् अथवा
हामी नेतृत्वको सरकारले गलत कदम चालोस् त्यसका लागि झापाका लगभग हामी 80% भन्दा बढी सांसद त्यसमा खरो रूपमा अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता म यहाँ बताउन चाहन्छु। हामीसँग धेरै नागरिकलाई आश्वस्त पार्ने अथवा आम मतदातालाई विश्वस्त बनाउनका लागि ती झुटा आश्वासन र बाचाका पनि छैन। हामीले हिजो निर्वाचनको दौरान अथवा त्यो चुनावी प्रचार प्रसारका दौरानका क्रममा पनि हामीले भनेका थियौँ हामीले मूलभूत रूपमा यो मुलुकमा सुशासन कायम गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने अवस्था छ। भ्रष्टाचारको चाल कति छ त्यो कुरा भनिसक्दै छैन। हामीले सरकार निर्माण गरेर मन्त्री परिषद बैठकको पहिलो निर्णयबाट तपाईँहरूले त्यो अनुभूति प्राप्त गर्ने हिसाबले चाहिँ हामी काम गर्छौँ भन्ने कुराहरू प्रतीक्षा गरिदिनु हुन हामी त्यो दिशामा अगाडि बढ्छौँ र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जुन भरोसा जुन विश्वास र जुन आशा आम झापा क्षेत्र नम्बर 3 वासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले गर्नु भएको छ त्यो विश्वासलाई इमानदारीका साथ निभाउने प्रयत्न गर्नेछु। यदि कहीँ कतै चुकेछु भने पनि हामीले हिजो गरेका बाचा जस्तो गरेर तपाईँको घर पहिरोमा आएर त्यसको समाधान खोज्ने प्रतिबद्धतामा आज निर्वाचित हुँदै गर्दा गर्न चाहन्छु। हामीले भन्दै आएका थियौँ र अहिले पनि भन्छु सांसद जनप्रतिनिधि र नागरिक बीचको दूरी बढिरहेको छ त्यो दूरी घटाउनका लागि हामीले अभ्यास गर्दैछौँ भनेर भनेका थियौँ। आज निर्वाचित हुँदा यहीबाट घोषणा गर्दछु प्रकाश पाठक संसद चलेका बेला काठमाडौँ बस्छ नचलेका बेला आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरेर प्रत्यक्ष रूपमा म संलग्न हुन्छु। त्यसका लागि व्यवस्थापनको पक्ष मिलाइदिनु हुन म क्षेत्रको समिति र सम्पूर्ण हाम्रा साथीहरूलाई म आग्रह गर्न चाहन्छु। यो निर्वाचन हाम्रो विशेष निर्वाचन थियो। यो निर्वाचन जुन रूपमा हामी विशिष्ट परिस्थितिमा यो निर्वाचन गर्न गइरहेका थियौँ यो निर्वाचन सहज निर्वाचन थिएन। परिस्थिति जन्य हिसाबले चाहिँ हामीले 84 को निर्वाचन 82 मा ल्याएका थियौँ। यो निर्वाचन ल्याउन मात्रै नभएर यो मुलुकको अवरोध बढाउनका लागि जेएनजी पुस्ताले जुन साहस सम्मान गर्न चाहन्छु र उहाँहरूको आत्मामा जुन हिसाबको भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी र हामी माथि जागेको छ त्यसलाई मर्न नदिनका लागि उहाँलाई पनि हामी माथि खबरदारी गर्नु होला, प्रश्न उठाउनु होला। यदि भोलि हामी पनि गलत बाटोमा लाग्यौँ अथवा त्यो दिशामा अगाडि बढ्यौँ भने हामीलाई फेरि पनि खबरदारी गर्नु होला। हामी सोचिएर यो मुलुक निर्माणको अभिभावक तपाईँहरू सँगै हातमालो गरेर अगाडि बढ्न चाहन्छु। र म अन्तिममा के भन्छु भने हिजो राजनैतिक दलले आम मतदातालाई जुन किसिमले एउटा प्रयोग गर्ने मात्रै र आफूले मत लिएर जाने परिपाटी सृजना भएको थियो र सांसद र सरकारमा पुग्दा अथवा त्यो भूमिकामा पुग्दा जुन किसिमको अहमता भ्रमण्डपन र जुन किसिमको व्यवहार आम मतदाताप्रति भएको थियो यो अवस्थालाई चाहिँ सुधार गर्नका लागि हामीले के गर्नुपर्ने हो त्यो तपाईँहरूले सुझाव दिएर अगाडि बढाउनु होला। म तपाईँहरू सँगै बसेर चाहिँ त्यो भूमिका निर्वाह गर्न चाहन्छु र मूलभूत रूपमा यो निर्वाचन सम्पन्न गर्नका लागि व्यक्तिगत रूपमा प्रकाश पाठकलाई सहयोग पुर्याउने राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो पार्टीभित्रको सम्पूर्ण पार्टी पङ्क्ति त्यसै गरी अन्य स्वतन्त्र व्यक्ति समूह जेएनजी पुस्ताका विद्यार्थी भाइ बहिनीहरू र विभिन्न भूमिकामा रहेर हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण प्रति तपाईँहरूको जुन भूमिका हामीमाथि निर्वाह गरिदिनु भएको छ यो निर्वाचनलाई यो मुलुक परिवर्तनको एउटा निर्वाचनको आधार भनेर चाहिँ तपाईँहरूले जुन किसिमको निर्णय लिएर हामीलाई प्रत्यक्ष अप्रत्यक्ष अप्ठ्यारो नपर्ने किसिमको पनि हामीलाई सहयोग तपाईँहरूबाट भएको छ। त्यसका लागि म नतमस्तक छु। तपाईँहरूलाई विशेष नमस्कार म अर्पण गर्न चाहन्छु र तपाईँहरूको भूमिकालाई म मुक्तपूर्णले प्रशंसा पनि गर्न चाहन्छु। हामी हिजोको मत परिणाम 3461 आधार मानेर हामीमाथि विश्लेषण हुने गरेको थियो। हामीले यो बीचमा नागरिकका घर घरमा पुगेर नागरिकसँग प्रत्यक्ष रूपमा बसेर हामीले हाम्रो लागि जनतासँग नागरिकसँग मतदातासँग एक हिसाबको गठबन्धन गरिसकेका थियौँ र नागरिक तहले केन्द्रीय नेतृत्वलाई विश्वास गरेर हामी प्रति पनि त्यो सदा सहायता प्रकट गर्नुभएको छ। झापा 3 का मतदाताहरूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु र यो विषम परिस्थितिमा तपाईँले दिनुभएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने प्रण गर्दछु। नमस्कार, जय गणतन्त्र।
शुभकामना दिनका लागि उपस्थिति हुने सम्पूर्णले पालो गरेर अबेर तथा तपाईँहरूले खाजा माला ल्याउनु भएको छ भने पनि भेड नगरिकन सबैले पालोमा आएर शुभकामना दिइदिनु हुन पनि हार्दिक अनुरोध गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। अब गाना पनि बज्छ, केही बेर नाच्नु पनि पर्छ। जय देश, जय भारत। नेपालीको जय होस्। गीत बजाऊ। गाडी कस्तो भनेको